हेलो हाई सेवा म सृजना राई फेरि पनि सानो मिनी ब्लग लिएर आइसकेको छु। क्या चाहिँ मेरो दिनभरिको दिनचर्या अनि उहाँ चाहिँ मेरो छोरी हुनुहुन्छ हाम्रो मुमिन है। अनि त्यसपछि अब अघि नै खानासाना खाइसकेपछिको है यो चाहिँ अब हाम्रो अनि मैले धन्दाहरू गरिसकेँ खानासाना खाइसकेर। अनि त्यसपछि फेरि नानीको खाना खाने टाइम भइसकेको छ अनि खाना बफाइदिइरहेको छु तताइदिइरहेको छु होइन। अब बिहानको खाना त अघि खाइसकेको नि त खाजा। अनि नानीलाई खाजा खुवाउँदा चाहिँ मैले यस्तो गर्नुपर्ने हुन्छ यहाँ हेर्नु न यहाँनिर पानी र बटुको सँगै बोकेर अनि किनभने नानी चाहिँ गाडीमा हुन्छ नि त यता कुद्छ ऊ जता गयो त्यता जतै खाना खुवाउनु पर्ने हुन्छ। खाना खुवाउँदै मलाई लगभग आधी घन्टा त क्रस हुन्छ। अनि त्यसको अलिकति समयमा एउटा धागो डल्लो बनाएँ अब एउटा बाँकी नै छ अझै होइन। अनि घरिघरि बुन्छु पनि नि त म। अनि यहाँ फेरि अब दिउँसो खाजा खाने टाइम हुनु लाग्यो है। अनि मेरो हस्बेन्ड आउनुहुन्छ अनि आलु उसिनेर अब यहाँ आँटा मुस्नु लागेको छु। अनि आँटा म मुस्दैछु। अनि अब आँटा मुसिसकेपछि चाहिँ मैले आँटा गुन्दिसकेपछि चाहिँ अब यहाँनिर मैले त आलु बसाएको थिएँ नि त। अनि आलु पनि सिटी लागिसक्यो हेर्न सक्नुहुन्छ अरे क्या। अनि त्यसपछि अब किमा रेडी भयो अनि डो पनि रेडी भइसकेको छ। अब मैले बेल्ना चक्का गर्नुपर्ने हुन्छ। अनि यहाँ पराठा रेडी भएर बनाउँदैछु अरे क्या डान्स गर्दै अरे क्या। पराठा चाहिँ यस्तो हुँदैछ है। मैले आँटाको पराठा बनाएको अब कहिले पनि बनाएको थिइनँ नि त नत्र मैदाको मात्रै। अनि खाजा खाने समय भयो मेरो हस्बेन्ड पनि आइसक्नु भएको छ। अब खाजा हामी खान्छौँ यति नै अरे क्या आजको